दर्शकबिन्द आज दोस्रो दिन पनि मिरज ढुङ्गाना फेरि गुलाबको फुल बोकेर आन्दोलन गर्नको लागि माइती घरमा आइपुगिसकेका छन्। हिजो प्रहरीले दमन गरिसकेपछि मिरज ढुङ्गानाले अब देशव्यापी रूपमा आन्दोलन गर्ने भनेर घोषणा गरेका थिए भने आज उहाँले गुलाबको फुल बोकेर माइती घरमा आन्दोलन गर्नको लागि नारा लगाउँदै आइपुग्नु भएको छ भने उहाँको साथमा डाक्टर निकोलस भुसाल पनि हुनुहुन्छ। लगायत उनीहरू नारा लगाउँदै आइपुगेका छन्। दर्शकबिन्द यतिखेर मिरज ढुङ्गाना यहाँ आन्दोलन गर्न माइती घरमा आइपुगेर प्रहरीलाई गुलाबको फुल दिइरहेको दृश्य हामीले देख्न सक्छौँ। यतिखेर हिजो प्रहरीले दमन गरिसकेपछि यतिखेर मिरज ढुङ्गानाले प्रहरीलाई गुलाबको फुल दिइरहेको छ। यो देख्न सकिन्छ। प्रहरी हाम्रो साथी हो। आज जेन्जीहरूको मागमा या नारामा रूपान्तरण भएको छ। प्रहरी हाम्रो साथी हो नारा लगाउँदै यतिखेर जेन्जीहरू प्रहरीतर्फ अघि बढिरहेको छ। नमस्ते, म मिरज ढुङ्गाना। म तपाईहरू जस्तै सामान्य मान्छे। न मलाई नेता हुनु छ, न मलाई मन्त्री हुनु छ, न मलाई केही हुनु छ। देशलाई राम्रो होस्, देश राम्रो बाटोमा जाओस् भन्ने बाहेक मलाई अरू केही पनि थिएन। अब जेन्जी आन्दोलन हुँदाखेरि म सुरुबाट नै इन्भल्भ थिएँ होइन। तर मबाट के चाहिँ गल्ती भएछ भन्दाखेरि म चाहिँ जङ्गी अड्डा गइनँ र हाम्रा केही पोलिटिकल करियर बनाउन खोज्ने साथीहरू चाहिँ जानुभएछ। त्यहाँ गएर चाहिँ एक तरिकामा चाहिँ यो मुभमेन्ट नै हाइज्याक भयो। यत्रो ठुलो विध्वंस मचेपछि, यत्रो ठुलो आन्दोलन भइसकेपछि हाम्रो देशले यसको बापत केही न केही चाहिँ पाउनु पर्ने थियो। देश चाहिँ सही मार्गमा हिँडोस्, देश विकास भयोस्, युवाहरू चाहिँ विदेश पलायन हुनु नपरोस्, देशमै राम्रो रोजगारी पायोस्, सामान्य जनताको चाहिँ तलब वृद्धि होस् र देशले साँच्चीकै निकास पायोस् भन्ने चाहिँ मेरो इच्छा थियो, गर्नु होला भन्ने थियो। तर त्यहाँ जानुभएका साथीहरूले चाहिँ अल्प ज्ञानले हो कि त जानी हो कि त के हो, उहाँहरूले एउटा निकम्मा सरकार नै बनाउनु भयो है। अब उहाँहरूले फेरि एउटा माग लिएर जानुभएको रहेछ, जुन चाहिँ प्रधानमन्त्रीज्यूले चाहिँ साइन गर्न थाल्नु भएको रहेछ। मेरो माग चाहिँ केही सुन्नु भएको छैन। मेरो माग भन्नालाई यो जनताको, यो देशको माग हो। के हाम्रो माग छ भनेर चाहिँ म एकचोटि तपाईँहरूलाई अलिक क्लियर गरिदिन्छु है। हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर। यो भनेको चाहिँ अहिलेसम्मको सबै भ्रष्टाचार छानबिन गर्नलाई, अब छानबिन गर्ने त अहिले पनि छ, कारबाही गरे पनि छ, तर यो ट्रान्सप्यारेन्ट भएन। हामीले यत्रो 3 महिनासम्म चाहिँ रिसर्चै गऱ्यौँ, अध्ययन नै गऱ्यौँ र अहिले हामीसँग चाहिँ यो एकदम भ्रष्टाचारलाई चाहिँ न्यूनीकरण गर्ने, जरैबाट चाहिँ कसरी उखेल्न सक्ने भन्ने एउटा सिस्टम पनि छ। त्यसको बारेमा म पछि छुट्टै भिडियो बनाएर पनि एक्सप्लेन गरौँला। यो भन्ने छ एउटा। त्यसपछि स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निर्वाचन गर्ने। देशमा 12 महिनामा 8 महिनामा सरकार ढल्छ, ढलाइ गर्छ र जनताले चाहिँ आफ्नो प्रतिनिधि चाहिँ प्रत्यक्ष रूपमा छान्न पाएको छैन। हामीले सांसदलाई भोट हाल्ने हो, जनप्रतिनिधिलाई भोट हाल्ने, अनि त्यसपछि उहाँहरूले चाहिँ हाम्रो ठाउँमा उहाँहरूले छानिदिने हो भने यो डाइरेक्ट भएन है। हामीले चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री होस् र देशमा चाहिँ 5 वर्ष सरकार होस् भन्ने चाहिँ हाम्रो कुरा थियो र हामीले पाउनुपर्छ। यत्रो साह्रो ठुलो आन्दोलन भएको छ, यत्रो मान्छेले ज्यान गुमाएका छन्, यत्रो भौतिक क्षति भएको छ, हाम्रा इतिहासका भनौँ न एकदम महत्त्वपूर्ण संरचनाहरू चाहिँ जलेका छन्। सिंहदरबार जल्यो, सर्वोच्च जल्यो। यो जल्दाखेरि आँसु नै आयो होइन, एकदम नराम्रो लाग्यो, धेरैलाई चित्त दुख्यो र त्यसको बदलामा चाहिँ हामीले यो पाउनै पर्छ भन्ने चाहिँ मेरो धारणा र धेरै नेपालीको धारणा पनि यही होला, मैले थाहा पाएअनुसार। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर। हाम्रो लगभग बजेट जति छ त्यति नै रेमिटेन्स भित्रिन्छ। त्यो हुँदाखेरि जसले रेमिटेन्स चाहिँ हामीलाई पठाउनुहुन्छ, देश जे कारणले चलेको छ अनि उहाँहरूलाई नै साइड लगाएर 80 लाखभन्दा बेसी नेपाली नागरिकले चाहिँ भोट हाल्न पाउनु हुँदैन। एउटा कुरा त नेपालीले देश छोडेर जानु परेको कारण नै देशमा राम्रो रोजगारी नभएर हो र यो चाहिँ देशको, यो चाहिँ राज्यको कर्तव्य हो कि उहाँहरूको भोटिङ राइट, उहाँहरूको मतदानको अधिकार चाहिँ इन्स्योर गर्ने। त्यो भइरहेको छैन, त्यो गर्नुहोस् भन्ने अर्को माग थियो। र अर्को भनेको चाहिँ हाम्रो अर्को मुख्य माग भनेको चाहिँ प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्याएको छ।
त्यसैले प्रदेश सरकार र अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर्नुपर्छ। हाम्रो खर्बौँमा चाहिँ प्रदेशको चाहिँ तलब भत्ता दिँदैमा हाम्रो पैसा सकिन्छ। हामीसँग धेरै ठुलो बजेट भएको हामी देश होइन। यसले देशलाई धेरै पछि पारेको छ। हामीले चाहिँ हाइड्रो पावरमा, जलविद्युतमा, त्यसै गरी टुरिज्ममा र अरू चाहिँ तपाईँको निर्यात गर्ने कुराहरूमा चाहिँ यी कुराहरू लगानी गऱ्यौँ भने हाम्रो देश चाहिँ रेमिटेन्समा मात्रै अहिले टिक्नु पर्दैन, रेमिटेन्समा मात्र आधारित हुनु पर्दैन। यो कुरा गर्दाखेरि चाहिँ त्यसको समाधान हुन्छ र यी कुरापछि चाहिँ साँच्चीकै देश चाहिँ अगाडि बढ्छ। यी चाहिँ मुख्य कुराहरू थिए। तर अहिलेका अब अल्प ज्ञान भन्ने कि सरकारकै साइड लिइरहेको, निकम्मा सरकारकै साइड लिइरहेको चाहिँ जेनजी भनौदाहरू भन्ने, उहाँहरूले चाहिँ एउटा अग्रिमेन्ट जुन गराउनु भइरहेको छ त्यो अग्रिमेन्टबाट चाहिँ देशले निकास पाउँदैन, यत्रो सबै खेर जान्छ। बेलैमा उहाँहरू जङ्गी अड्डा धाउनुभयो, सरकार गठन गर्नुभयो आफ्नै तरिकाको, न संविधान संशोधन गर्ने कुरा गर्नुभयो, संविधान संशोधनको कुरै गर्नु भएन। यो तरिकामा चाहिँ हामीले छोड्नु हुँदैन देशलाई। अब को चाहिँ अथेन्टिक हो र को चाहिँ अथेन्टिकको खोल ओढेर देशलाई चाहिँ अहित हुने काम गरेर चाहिँ हामीले छुट्याउनु पर्छ।